स्वागत छ है बुहारी नानी सङ्गमेन सन्तानमा फेरि पनि एकजना नमस्ते भाग्य ल म चाहिँ यहाँनिर बिहा घरमा आइपुगेँ होइन। अब यो चाहिँ पहाडी मैले अघि देखाएको थिएँ नि त्यो बिहा घर यो चाहिँ। अनि यहाँनिर चाहिँ सबैजना आफन्तहरू भेला भइसक्यो। आज जोस बुहारी ल्याउने दिन हो त्यो भएर अनि यहाँनिर सबै भइरहेको छ। अनि हाम्रो चाहिँ यहाँनिर मण्डपहरू बनाउँदैछ। अनि हाम्रो बिहा घर मेरो बाबाको भाइको घर मोटा बाबा बिहा घर चाहिँ यस्तो छ। यहाँ भाइहरूले चाहिँ राम्रोसँगले यहाँ मण्डप बनाउँदैछ। यहाँनिर अब यो कम्प्लिट भइसकेपछि झन् राम्रो देख्छ। अनि यहाँ चाहिँ हाम्रो बेहुलाको बाबा भ्लगमा निकाल्छ है बाबा एकदम धेरै पुरै भ्लग बनाएर हाल्ने। अनि यहाँ हाम्रो दिमा है यहाँनिर दिवा पनि हुनुहुन्छ। अनि यो त यसलाई त चिनिहाल्नुहुन्छ। अनि यहाँ तल चाहिँ सबै खाने यहाँ तल चाहिँ सबै खाने ठाउँ। यहाँ तल चाहिँ पुरै डेराहरू बनाउँदैछ नि त। खटाइ डह्रो हुँदैछ दाजु। मैले कति कति बेला हेर्नुहुन्छ होला भनेर हो। हुन्छ के भनेर अनि के छ त हाम्रो जय साहबको हालखबर? फिट एन्ड फाइन एकदम राम्रो। बिहामा व्यस्त व्यस्त है। नानाश्रीको आगमन कहिले? मेरो हिजो ल यहाँ पुरै बकाइदा भ्लग आउँदैछ होइन। यसो हेर्नुपर्छ है हाम्रो भाइहरूको बिहाको लागि। हाम्रो जय साहबहरू एकदम खटिनु भएको छ है। एकदम लागि पर्नु भएको छ होइन। पुरै कम्प्लिट भएर देखाउने हो। म पकाइदिन्छु छुन होइन। अब हाम्रो चाहिँ बेहुलाको आमा है यता टक्कसँगले है यहाँ बेहुलाको फुपू बसिरहनु भएको छ उता टिममा है। टिममा म काठमाडौँतिर छु तर दामी है। वाउ कस्तो राम्रो देखेको हौ। जान हौ तिमीहरू आर्टिस्टहरू त अगाडि पो जानुपर्छ त होइन भिडियो गरेको। ल यो चाहिँ हाम्रो भाइहरूले बनाउनु भएको है। जेस हाम्रो ठाउँमा चाहिँ यस्तो यस्तो छ भनेर देखाउनु एकदम धेरै आफूलाई गर्व लाग्छ। अनि यो चाहिँ नयाँ डिजाइन है। यो चाहिँ राईहरूको होइन। यहाँनिर यो यस्तो राम्रो बनाएको रहेछ। जस यसलाई चाहिँ मेहनत पनि धेरै पनि होइन थोरै पनि होइन ठिक्क मेहनतमा यस्तो राम्रो। वाउ वेलकम। हाम्रो घर चाहिँ ऊ पारि देख्दैछ। मैले अघि त्यहाँ पारिपट्टि भिडियो गरेको होइन। मैले त्यहाँपट्टिबाट यता आउँछु भनेर भनेको थिएँ नि। जस त्यहाँ चाहिँ पारिपट्टि भयो यो चाहिँ वारिपट्टि भयो। अनि यस्तो राम्रो देख्छ है। यस्तो राम्रो ठाउँ छ हाम्रो चाहिँ के भनेर कुरै नगरौँ न। ल अब है बिहाको लागि चाहिँ यहाँ दमदार तयार हुँदैछ। यो चाहिँ हाम्रो गेट हो। अनि यहाँ चाहिँ हाम्रो भाइहरूले मेरो भाइ यहाँ सुदर्शन अनि साइचुङ अनि रोशनहरूले बनाउँदै रहेछ यहाँनिर। ल भाइहरूलाई धेरै धेरै धन्यवाद। धेरै राम्रो बनाउँदैछ। हिजो आएको ठिक छ। हाम्रो कलिया बुढौलीहरू कुरा चाहिँ यहाँनिर यस्तो हुँदैछ। मन्दी उता जानुलाई अहिले पक्रिनुलाई ए भनेको उता बेहुलीकोमा अहिले जानु लागेको ए। हाम्रो चाहिँ राईहरूको चाहिँ यस्तो हुन्छ। अब यहाँ बेहुलीको घर बेहुली ल्याइसकेपछि जानु पऱ्यो नि त होइन। कल्या
साग त पुरै ठुल्ठुलो भएको छ। कता लगेको कुखुरा चाहिँ? ए वरिपरि यहाँ आऊ त्यतिकै आएको। साग चाहिँ है साग चाहिँ के राम्रो अम्मामा हेर्दै कल अब हो त रहेछ त आमा के राम्रो सिमला लास्टमा चाहिँ फोन बोकेर भिडियो ओइ प्रवीण लान्छु म त आज आउन टिप्नु आज ढोक्री छैन नि त ठुक्का टिप्नु न लु है सिमसाग कम्ती छैन चाहिँ काटेको पो रहेछ त कस्तो दामी सिमसाग रहेछ यहाँनिर पानी रहेछ अलिअलि हाम्रो भाउजू बहिनी बुहारी आन्टी बुहारीको नानी होइन अब यो सबै सम्झना हुन्छ भनेर हाम्रो बेहुली के बेहुलाको चाहिँ भाउजू मेरो पनि भाउजू दुनी भाउजू हाम्रो धेरै समयपछि भेट भएको हामी यति चाहिँ धेरै धेरै समयपछि भेट भएको हजुर कस्तो राम्रो कालो है फेरि भोलि खानुपर्छ हामी उता आउने नि त भोलि ल हामी चाहिँ यहाँनिर सिमसागको यस्तो दामी सिमसाग रहेछ यो चाहिँ अब प्योर अर्ग्यानिक हो हाम्रो गाउँको चाहिँ यहाँनिर उहाँ बुहारी चाहिँ टिप्दैछ अब म पनि टिप्छु यो एकदम प्योर अर्ग्यानिकको वाउ यस्तो दामी देख्छ है अनि बिहाघर त्यो भइहाल्यो मैले अघि पनि भनिहालेँ होइन अनि साग पनि छ यहाँनिर यहाँ बारीमा चाहिँ खै के रोप्नु भएको त्यो चाहिँ थाहा भएन ऊ यहाँनिर अगाडि खोर्सानी रहेछ हामी चाहिँ बारीहरूतिर यस्तो हुन्छ यहाँनिर के त्यो टाइपले रोप्छ नि त यो पनि टिप्दैछ म पनि यहाँनिर टिप्छु ल यस्तो त खानु पाउँदाखेरि त आमा यो चाहिँ अहिले खाजाको लागि है अम्बो दामी देखेको है यो चाहिँ अहिले खाजाको लागि यहाँनिर खानासँग हाम्रो बेहुला बेहुली नै आइपुगेन जाउँ हामी है अनि यो र म चाहिँ बेहुला बेहुली पर्खेको भनौँ न माथि चाहिँ अघि आइसक्यो अरे अब यहाँनिर सबैजना भएर स्वागतहरू गर्नु पर्यो नि त अनि स्पेसली म चाहिँ भिडियो गर्नु भाइ ल अब चाहिँ बेहुला बेहुली आइपुग्यो है आउनु न सबैजना म मात्रै अगाडि पुगेर आमा पुरै बेहुलाको आमा खुसी बेहुलाको बाबा झन् खुसी कुरै नगरौँ होइन एक्साइटेड ल यहाँ वेलकम गर्नु कता गएछु सर्जन के साह्रो गोरो ल भ्लग बनाउँदैछु ल है बुहारी ल भाग्यमानी हुनु ल हिजो आएको सामान ल्याउनु म भनिदिन्छु ल सोनी कति खतरा लागिहाल्यो कति सोट जोडिसक्यो है कस्तो राम्रो देखेको हो सामान के राम्रो भएछ ल है सुधा झन् पालो दिवालाई पस्नु नि पहिला हुन्छ पस्नु दिवा ल हाम्रो चाहिँ बुहारी भित्र आउने कार्यक्रम हुँदैछ देवा बस्नु नि बस्नु न देवा हाम्रो देवा पनि जानुहुँदैछ
दर्शकहरू पुरै हेरिरहनु भएको छ यहाँनिर उताबाट आइसक्यो हाम्रो बुहारी भित्राउने कार्यक्रम हुँदैछ टक्क लाएर छुना अगाडि उसलान्टी पनि हुँदो रहेछ नि त फुल यहाँनिर यही त फुल यहीँ छ ल होइन यो त उयो होला नि एउटा निकाल हुन्छ आधी हुन्छ भनेर यहाँनिर चाहिँ हाम्रो रीत अनुसारको भित्र आउँदैछ हजुर ए जानुहोस् न तिमीमा यहाँनिर भित्रमा होइन अनि पहिला राखेर अब कन्याकेटीले दुध खुवाएर अनि मात्रै भित्र ल्याउने एकछिन अलिकति खाइ म ए ल लु है हुन्छ राख्नु नि राख्दा हुन्छ पेट बिसाउँछ होला माइजुको भा त्यही फेरि मामालाई राख तिमीहरूको सगुन अलिअलि खाऊ बोर्की त्यो उसमा छ कलश राख्नु अरे तान्नु तिमीसँग बोर्दियो त्यो पनि पक्रिनु त राख्नुपर्छ हातमा त्यो टेबल हट्यो हुन्छ टेबलमाथि हुन्छ बोर्की टोपी कोदो अलिकति कहाँ थियो यो बोर्की हैन त एउटा टोपी त्यो बोर्की त्यहाँबाट भाइले टोपी हामी छात बाँधे कति यो एकछिन छ अलिकति छर्किनु पर्छ राखिदियो त्यो माथि अप्ठ्यारो होला यहाँ हाम्रो छनाले चाहिँ भित्र आउँदैछ तर अलिकति यहाँनिर उयो भयो क्या स्वागत छ है बुहारी नानी सङ्गमेन सन्तानमा फेरि पनि एकजना सदस्यको आगमन भएको छ सबैजना खुसी हाम्रो दिवा पनि हुनुहुन्छ अनि यहाँ सोनी पनि भिडियो गर्दैछ ल ऊ पनि बस्नु भयो अनि है तिमीमा खुसी जम्मै भित्र दिवा जानुहोस् न दिवा चाहिँ जानुहोस् त हाम्रो दिवा जानुहुँदैछ भित्र यहाँ झ्यालबाट जाउँ म त मचैसँग जानु भाँगा छोड्नु न अलिकति आउनु नै त छोपिता हाल्दो रहेछ अब त अर्को पनि अब अझै 200 अझै 2 होला जाऊ म उभै नै जाऊ लास्टमा ताली पर्दैन होला लाग्छ नि हेरि राख्नु नि यसरी माथि हामी जीवनभरिको साथमा सोच भनेर यो मुनिबाट पट्टाउन लैजाऊ को भान्जीले पल्टाऊ दुईटै भान्जी परेछ ल सिधै भुइँमा राख एकछिन
ज्यादा ठुलो ज्यादा हात दुख्दैन अनि आधी किलो खदा निकाल बुहारीको हातमा थियो अलिक खुल्ला 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 बढी साँचेर राख्नु बट्टा फैदिउ न दुईटै बट्टा खोलेर त्यो खोलेर उल्टो उकालो बना न उकालो औ त्यसरी हौ त्यसरी गर्ने रुमालमै हालेर होस् नखोल्न त्यो नखोल्दा हातमा दियो बुहारीले हातमा छ अब राख त्यो हात राख अब पोते लाग्यो ताली आवाज टिङ 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 ताली ताली नमस्ते गर आफ्नो श्रीमती नमस्ते भाग्य उतामै ढोक्नुपर्छ नि ल पक्का सोङमिनको पक्का यो भाइ पनि बस्छ अब रोनी सलिक न अब सक्यो उता जान्नलाई मैले हतार हुन्छ दाजुहरु उता जानु गएर आउनु पर्ने अब त यताको बुहारी भइगयो नि हामीले हाम्रो के हो है अब बेहुला बेहुली पनि भित्र आयो अनि हामी चाहिँ भोलिको लागि तयारी गर्नुको लागि जाँदैछौँ ल के भन्नु र त्यस्तो हुन्छ काम गर्नु माया के होला सोचेको तिमी नै हो मेरो बेहुली हामी चाहिँ अहिले चाहिँ यहाँबाट यहाँ चाहिँ हामी चाहिँ अहिले चाहिँ कहाँ छौँ भन् त सोनी हामी छौँ एकदम रमणीय ठाउँमा वाउ है इलामको होइन यो चाहिँ बौद्ध धाममा हामी चाहिँ यहाँ छौँ हामी चाहिँ यहाँनिर किन पसेको भन्नुहुन्छ भने चाहिँ अब गुम्बाको दर्शन नगरिकन जाने कुरै भएन अनि सनसेट पनि हुन लागेको छ अनि गुम्बाको दर्शन गरेर अनि यस्तो राम्रो फुल फुलेको रहेछ यहाँ कुरै नगरौँ है वाउ गुराँसको फुल यस्तो राम्रो भुइँभरि झरेको छ होइन यहाँबाट हेर्दा त के भन्नु कुरै नगर्नु यो बयानै गर्नु सकिँदैन है यो ठाउँको चाहिँ यहाँनिर मान्छेहरू घुम्नको लागि पनि धेरै नै आवत जावत गर्ने भइसकेको छ र मेन हाम्रो यहाँको चाहिँ बुद्ध पार्क चाहिँ यहाँ यता हो तर हामी त्यहाँनिर चाहिँ गएनौँ किनभने हामी सर्टकट बाटो निस्क्यौँ नि त अनि यहाँनिर चाहिँ हामीले चाहिँ थोरै मलाई चाहिँ यहाँनिर भिडियो गर्नु मन लागेको थियो र यो भिडियो चाहिँ सबै सामु पुगोस् भनेर लालीगुराँस यस्तो दामी फुलेको त्यो पनि डक्कसँग गुम्बाको छेउमा है गुम्बा अनि यसरी लुङदारहरू हावा चलेर राम्रो भइरहेको छ कस्तो राम्रो देखेको है सोनी कस्तो राम्रो है सोनी त्यही भएर नेपालको राष्ट्रिय फुल हो नि यो त नाम पनि लालीगुराँस होइन खानु भन्छ नि खाँदा हुन्छ नाम जस्तो नाम त्यस्तै फुल छ है त्यही माथि माथि गुम्बा यस्तो दामी मन आनन्द हुने अन्त नि वाउ डाँडाकाँडा धेरै राम्रो देखिरहेको छ यहाँनिर चाहिँ मेन रोड छ यहाँबाट पस्ने ठाउँ भइहाल्यो ल भन्दै आजको हाम्रो भ्लग्सलाई चाहिँ के गर्ने त यहीँ गर्ने हो ल बाई बाई गर्छु